नेपालकै पहिलो रेकर्ड। वैदेशिक रोजगारीका लागि कोरियामा रहेका एक युवकले म्याग्दीबाट उम्मेदवार लिएका महावीर पुनको विषयलाई लिएर सत्य तथ्यमा आधारित गीत गाएका छन्। ल सुन्नुहोस् साथीहरू। जय जय गोरख, जय जय काली, जय नेपाल जय। महावीर पुनलाई जिताउनु हो देशको माया भए। उनै पात्र साइन्टिस्ट बनी नेपालकै नाम राखे। कठिन यात्रा गरिरहे न कुनै दिन थाके। चिन बुबा चिना आमा दाजु बहिनी चिन। महावीर पुन झै महान व्यक्तिहरू कोही भेटिन। 526 दिनसम्म भोकै पनि हिँडे। मुखै भरमा 2.5 लाख किताब बेचिदिने। आफै लेख्या किताब बेची 12 करोड पाए। त्यही पैसाले कृषि औजार कारखाना चलाए। हामीलाई के नै सुख छ र जनताकै अनुरोधमा राजनीतिमा आए। भाग्यमानी रहेछन् शिक्षा मन्त्रीको पद पाए। 6 महिनासम्म मन्त्री बनी अहिले छोडिदिए। म्याग्दीबाट चुनाव लड्न उम्मेदवारी लिए। आफै जन्म खेल्या ठाउँमा भोट माग्नलाई गए। घर दैलोमा एक्लै देख्दा जनता दङ्ग भए। गाउँलेहरू सोच्न थाले को गाउँमा डुल्ने। महावीर पुन हुन्न सोच्नु के होइनन् कुनै कुल्ली। हामीलाई के नै सुख छ र भोट दिए नि दिनु भन्छन् नदिए नि नदेऊ। सके जति गर्नेछु म केही पिर चिन्तै नलेऊ। बुढेसकालमा नेता बने यसै हिँड्या होइनन्। कसम खाएर भन्न सक्छु भ्रष्टाचार गर्दैनन्। सङ्घर्ष सफलता के हो महावीर पुन त सिकौँ। भोट दिने जनताहरू नोटभित्र नबिकौँ। न त जित्ने घमण्ड छ न हारिने डर छ। नेता बसी यस्तै ढुक्क खालको हुनुपर्छ। न कसैको विरोध गर्छन् न कसैको डाहा। सादा जीवन उच्च विचार महावीर पुन दैया। को हो सज्जन को हो दुर्जन म्याग्दीवासी चिन। महावीर दाइले हारे भने म नेपाल आउँदिन। सबले गर्छन् ठुला भाषण झुडको खेती धन्दा। हारे पनि महावीर उत्तम घुस खाइ जित्नु भन्दा। हामीलाई के नै सुख छ र। नमस्कार, हजुरहरूलाई गीत कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने अन्तिम समय हेरेर लाइक र सेयर गर्न नबिर्सनु होला। महावीर पुन दाइले जित्नै पर्छ है। ल म्याग्दीवासीहरू हो, तपाईँहरूले जसरी भए पनि भोट हालेर महावीर पुन दाइलाई जिताउनु पर्यो। यत्तिको सोझो मान्छेले, यत्तिको जाल फटाइ नगर्ने मान्छेले जित्यो भने केही गर्छ, केही परिवर्तन ल्याउँछ। हामी निर्धक्क छौँ। महावीर पुन दाइलाई सबैले सपोर्ट गरेर जिताउनु होला। धन्यवाद।